आज हामी चाहिँ हैन क्लासिक कल्चर सेन्टरबाट चाहिँ 10 महाविद्या देवीको चाहिँ भ्रमण गर्दैछौँ। सर्वप्रथम हामीले पाटन दरबार स्क्वायरमा रहेको गणेश मन्दिरमा हाम्रो गुरु सोजन रघुवंशी सरद्वारा पूजाको शुभारम्भ गऱ्यौँ। त्यहाँ पूजा गरिसकेपछि हामी अब अरू मन्दिर जानको लागि सबजना रेडी हुँदै थाल्यौँ। अरू साथीहरू पनि आउँदै हुनुहुन्थ्यो, त्यही भएर हामी एकछिन पूजाको थाली मिलाउँदै पर्खिँदैछौँ। अहिले हामी कृष्ण मन्दिरमा सबैले पर्खिँदैछौँ। सबैले आइसकेपछि हामी फेरि निस्किन्छौँ। आज चाहिँ हामी चाहिँ अब प्रयोगहरू के भन्ने अब यो फिल्ड वर्क त्यहाँ आफूले नाचेको कुराहरू चाहिँ अब कहाँ कहाँ के भगवान् छ थाहा पनि पाउनुपर्छ। त्यो भएर यो चाहिँ सैद्धान्तिक पक्षको चाहिँ आज चाहिँ हाम्रो चाहिँ भ्रमण हो हैन। हामी चाहिँ अब छिन्नमस्ताबाट सुरु गर्छौँ, यता मङ्गलजारमा छ। खास गरी सिरियल वाइज चाहिँ अब काली, तारा, षोडशी हैन यसो सुरु हुन्छ भने, तर हामी रुट अनुसार चाहिँ जाँदैछौँ भने हामीले गणेशको पूजा गरिसकेका छौँ। अब चाहिँ हामी चाहिँ यता छिन्नमस्ता जुन चाहिँ अब टाउको नभएको देवी जसले चाहिँ आफ्नो टाउको काटेर चाहिँ सन्तानहरूलाई चाहिँ रगत खुवाउनु भएको थियो हैन, त्यहाँनिर चाहिँ हामी जाँदैछौँ। त्यसपछि हामी षोडशी जान्छौँ। षोडशी पछि त्यसपछि टङ्गल भएर हामी डिफ्रेन्ट हुँदै हुँदै फेरि मङ्गल बजारमा हाम्रो चाहिँ अन्त्य हुन्छ। ल जाउँ है त। हामी चाहिँ आएछौँ अब छिन्नमस्ता। छिन्नमस्ताको मन्दिर दर्शन गऱ्यौँ। अब यहाँबाट हामी अब अर्को मन्दिर जान्छौँ। अहिले हामी चाहिँ छिन्नमस्ता मन्दिर चाहिँ अब पूजा गरिसकेका छौँ। अब हामी षोडशी मन्दिरमा जाँदैछौँ, त्यो जुन चाहिँ चक्रबैलमा रहेको छ। ल जाउँ। अहिले हामी छिन्नमस्ता मन्दिर घुमिसकेर अब अर्को मन्दिर जाँदैछौँ। बाँकी दर्शन त्यहाँनिर। हामी चाहिँ यो षोडशी मन्दिरमा आइसकेका छौँ होइन, पूजा पनि गरिसक्यौँ। यो चाहिँ अब एकदम सुन्दर देवी, 16 वर्षभन्दा मतलब 16 वर्षभन्दा कमको देवी हो यो चाहिँ होइन। यो बालकुमारी पनि भन्छ। अनि यो चाहिँ अहिले बालकुमारी मन्दिरमा पूजा गरिसकेका छौँ। अब षोडशी चाहिँ पलेसमा हुँदैछ, उहाँलाई पनि पूजा गरिसकेका छौँ। छिन्नमस्तामा चाहिँ हाम्रो कुसुमलाई पनि पूजा गरिसकेका छौँ। अब हामी काली मन्दिर जाँदैछौँ। अहिले हामी चाहिँ अर्को मन्दिरको लागि जाँदैछौँ। अघि अहिले सबजना कसले आउँदैछौँ, सबजना हामी अगाडि जाँदैछौँ। अब हामी चाहिँ अहिले अब 10 महाविद्या देवीकोमा कालीको मन्दिर आइसकेका छौँ। यहाँ पूजा गर्दैछौँ। हाम्रो कोर्डिनेटर म्याम सबिना म्याम पनि आइसक्नु भएको छ। नमस्ते। अब काली चाहिँ हाम्रो मालती भन्दै हुन्छ। अब अहिले हामी चाहिँ भैरवी मन्दिर आइसकेका छौँ होइन। अब यता पूजा गर्छौँ। अब यताबाट चाहिँ अनि तारा मन्दिर जान्छौँ। अब पूजा सुरु हुँदैछ। जति पनि देवीहरू छ चाहिँ अब मन्दिरभन्दा पनि यो पिठ भएको भएर चाहिँ तलतिर यसरी छ हुन्छ होइन। अब हामी भैरवीमा चाहिँ पूजा गर्दैछौँ। भैरवी चाहिँ प्रियङ्का बन्दै हुनुहुन्छ, उहाँ पनि आउँदै हुनुहुन्छ।
आमालाई चाहिँ हाम्रो साथ दिनुहुन्छ। अहिले हामी कमला मन्दिर सक्यो त्यसपछि अब जाँदैछौँ अर्को ठाउँमा। काठमाडौँ पाटनको गल्ली गल्ली घुम्दैछौँ हामी। आज म गल्ली घुम्दैछु, आउनु होला। विद्या मन्दिर अन्तर्गतको चाहिँ तारा मन्दिरमा आइसकेका छौँ होइन। अब तारा भनेको चाहिँ पूर्णिमाले चाहिँ डान्स गर्दै हुनुहुन्छ। पूजा हुँदैछ हाम्रो भित्र। दिपेन्द्र सर पनि आइसक्नु भएको छ अनि बबिता म्याम पनि आउनु भइसकेको छ। दिपेन्द्र सरको भोइसमा हाम्रो स्टुडेन्टहरूले डान्स गर्न पाउनु चाहिँ एकदम भाग्यको कुरा हो। सर पनि गुबाजु पनि हुनुहुन्छ होइन। सरको भोइस यति मिल्छ कि अब तपाईँहरूले थाहा चाहिँ छैन सबैलाई होइन। दिपेन्द्र सर हजुर अहिले हामी बिच बाटोमा हराएको थियौँ, त्यही भएर एक ठाउँमा चाहिँ हामी जान पाएन। अहिले फेरि हामी अहिले गोल्डन टेम्पलको बाटो जाँदैछौँ। हामी चाहिँ एक ठाउँको चाहिँ भिडियो लिन पाएन, फोटो सब फोटो खिचिरहेर म ल्याग गर्न ट्राई गर्छु। फेरि अहिले हामी जाँदैछौँ अर्को ठाउँमा। Now we are in Banglamukhी, अहिले चाहिँ बङ्गलामुखी आइपुग्यो। अब जाँदैछौँ बङ्गलामुखी। Now finally अहिले हामी आइसक्यौँ गुनावती। अब चाहिँ हामी लास्ट यो मातङ्गी मन्दिरमा छौँ। मातङ्गी चाहिँ हाम्रो रचना बन्दै हुनुहुन्छ होइन। हामी फेरि घुमफिर गरेर एक पल्ट घुमेर फेरि हामी मङ्गल बजार आइसक्यो। अब लास्ट मेरो तलेजु मन्दिर घुम्नु पाएको छ। त्यो अब हामीले छिट्यौँ तलेजु मन्दिरको। त्यो चाहिँ खास हाम्रो सोकन सरको घर पनि हो। उहाँहरू चाहिँ यहाँको गुटीको पुजारीहरू। त्यही भएर यहाँ तलेजु मन्दिरै बस्नुहुन्छ उहाँको मम्मी ड्याडीहरू चाहिँ। अहिले हामी मन्दिर पनि दर्शन गऱ्यो प्लस भेटघाट पनि र खाजा खाने पनि यतातिर भनेर प्लान बनाएर चाहिँ आएका छौँ। न अब हामी छिटो तलेजु मन्दिरको भित्रपट्टि। ल ल ल 27 वर्षमा यही मन्दिरमा बसेको होइन। यही ठाउँमा खेलेर हुर्केर यो चोकमा चाहिँ कार्तिक नाच सिकाउँछ। कार्तिक नाच पाउँदैन त्यो त केटीहरूले त पाउँदा पनि पाउँदैन, अनि केटाहरूले मात्रै हो। त्यो नेवार समुदायकोले होइन।
अनि हाम्रो अहिले नासो देव चाहिँ कता अहिले यता ल्याएको छैन उतै छ नासो कार्तिक नाचको नासो चाहिँ यो चाहिँ हाम्रो चोक हो होइन नासल चोक भन्छ यसलाई चाहिँ बुझ्नुभयो 4वटा चोक मात्रै यो नासल चोक उता मूल चोक भन्छ उतापट्टि केशव नारायण चोक अनि त्योभन्दा उतापट्टि सुन्दरी चोक हेलो गाइस अहिले हामी आइसक्यौँ नासल चोक नेसनल चोक रे नासल चोक हामी नासा आइपुग्यो फाइनली सबैजनाको भोकले गर्दा अनुहार हेर्न लायक भयो मेरो छैन है तिम्रो त अनुहारै छैन यार के सर्कट आई मिन के अरे उसको के अरे छिन्न मस्ता त्यो उसको अनुहार हुँदैन नि छिन्न मस्ता मेरो अनुहार हुँदैन सरको घर तर चाहिँ पनि हो त्यहाँ आइपुगेका छौँ अहिले त्यहाँदेखि अहिले यहाँनिर काँखी झ्याल त्यहाँ एउटा यस्तो दृश्य त्यो अर्को क्लास त 10 बजेको क्लास यहाँबाट हेरेर यस्तो देख्छ सबै यो प्रशान्तलाई अहिले सबभन्दा सुन्न भनेको मेरो भ्लग इम्पोर्टेन्ट हो हामी चाहिँ यहाँ आएर यस्तो जान्छौँ हामी है जान्छौँ कसलाई पुग्नु जानु पाउँदैन है ओके अहिले हामी चाहिँ यहाँनिरबाट हेर्ने दृश्य यस्तो छ यहाँ कलेजी मन्दिरबाट देख्ने चाहिँ यस्तो बवाल भ्यू आउने रहेछ यहाँ चाहिँ हतपत कसलाई आउनु दिँदैन नि त माथि मन्दिरमाथि हामीले मन्दिर भ्रमण गरिसकेपछि हाम्रो यसै तलेजु मन्दिरका पुजारी जो हाम्रो सोजन सरको बुवा हुनुहुन्छ उहाँले हामीलाई टिका लाएर आशीर्वाद दिएर स्वागत गर्नुभयो सबैजनालाई सबैको स्वागत गरिसक्नु भएपछि क्लासिक कल्चर सेन्टरद्वारा र हाम्रो अभिभावकहरूकोद्वारा सबैजनालाई खाजा नास्ताको व्यवस्था रहेछ हामी सबैजना खाजा नास्ता खान थाल्यौँ ओके गाइज अब हाम्रो आजको सबै कार्यक्रमहरू सकियो हाम्रो 10 महाविद्याको मन्दिरहरू घुम्ने पाइथ्यौँ 10वटा ठाउँमा घुम्यौँ अनि हाम्रो सरले सरले सबैजनालाई साटनमा स्थित 10 महाविद्याको मन्दिरहरू घुमाउनु 1 2 3 4 5 6 7 8 9 1 2 3 त्यसको पछाडि 5 6 हिँड्न अझै पछाडि जाउँ तिमीले यता सर ठुलो काली नमोस्तुते गुप्त दुर्गे महाभागे देवी कोटेश्वरी सुता
10 महिना बिताएको डान्स गरेर अहिले छुट्टी लागेका छौँ। अब हाम्रो कार्यक्रम नै सक्यो। बाई बाई।